कोरियन न्युज च्यानलमा यो एउटा कुरा आएको छ है, ल्यापटपहरूको चाहिँ स्टडी भएको रहेछ त्यहाँ कोरियामा। मलाई चाहिँ निकै अनौठो लाग्यो। 5वटा ब्रान्डमा स्टडी भएको रहेछ अनि त्यसको चाहिँ वेट, स्पिड, ब्राउजिङ स्पिडहरू होइन, अनि त्यसको चाहिँ ब्याट्री कति समयसम्म टिक्छ फुल चार्ज गरेपछि भन्ने कुरामा चाहिँ एउटा स्टडी भएको रहेछ। सायद यसको रिजल्टहरू हेर्दाखेरि चाहिँ मलाई अचम्म लाग्यो। यो स्टडी चाहिँ एउटै प्रकारको ल्यापटप 16 इन्चको ल्यापटपमा गरेको रहेछ है। सबभन्दा हलुङ्गो चाहिँ यहाँ हेर्दाखेरि त एलजीको ल्यापटप नै देखियो। अनि एकचोटि फुल चार्ज गरेपछि कति समयसम्म त्यो ब्याट्री टिक्छ भन्ने कुरा हेर्दाखेरि त लेनोभोको चाहिँ म्याक्सिमम रहेछ नि त। ओहो, 13 घन्टासम्म टिक्दो रहेछ। ल्यापटपहरूको स्पिड पनि हेरेको रहेछ। माइक्रोसफ्ट एक्सेल चलाउँदाखेरि स्पिड हेर्दाखेरि त स्यामसङ र एलजीको चाहिँ स्पिड चाहिँ हाई रहेछ। ब्राउजिङ स्पिडमा चाहिँ एप्पल बाहेक अरू सबै चाहिँ अलिकति हाई स्पिड रहेछ। एप्पल भन्दा भनौँ न, एप्पल नि त्यस्तो लो स्पिड त होइन, एभरेज बनाइछ भने अरू चाहिँ हाई स्पिड रहेछ। हुन त ल्यापटप किन्दाखेरि अब धेरै कुराले असर पार्न सक्छ, तर यो उनीहरूले चाहिँ रियल स्टडी नै गरे जस्तो लाग्छ मलाई, किनभने तिनीहरूले यो बायस डाटाहरू होइन जस्तो लाग्छ।